पत्र कार्यालयमा प्राप्त भइसकेपछि भौतिक रूपमा पत्र प्राप्त भएपछि त्यसलाई स्क्यान गरेर कम्प्युटरमा पिडिएफको रूपमा फाइल सेभ गर्ने, कुन फाइल कहाँ सेभ गर्ने भन्ने कुरा प्रष्ट भएर सेभ गर्ने। त्यसपछि gims.gov.np मार्फत कार्यालय व्यवस्थापन प्रणालीमा लगइन गर्ने र लगइन गरिसकेपछि दोस्रो बटन दर्ता चलानी बटनमा क्लिक गर्ने। दर्तामा त्यसपछि क्लिक गरेपछि दर्ता पत्रहरूमा क्लिक गर्ने र त्यहाँ दाहिनेतिर देख्न सक्नुहुन्छ दर्ता गर्नुहोस् भन्नेमा क्लिक गर्ने। त्यहाँ क्लिक गरेपछि अब प्राप्त भएको पत्रको विवरणहरू यहाँ भर्नुपर्छ। गोपनीयता सामान्य छ कि गोप्य छ कि अति गोप्य त्यो राख्ने, प्राथमिकता, त्यस पछाडि सामान्य, जरुरी, अति जरुरी कुन चाहिँ हो त्यो चेक गर्ने र प्राप्त भएको पत्र व्यक्तिगत हो कि पिआइएसमा दर्ता भएको कार्यालय हो कि बाह्य कार्यालय हो, यी 3 किसिमको चेक गरेर यदि व्यक्तिको छ भने व्यक्तिगतमा क्लिक गर्ने, पिआइएसमा दर्ता भएका कार्यालय छ भने त्यहाँ क्लिक गर्ने र बाह्य कार्यालय त्यहाँ क्लिक गरेर त्यहाँ भएको विवरण पत्रको बाहिर हेरेर कम्तीमा यो नाम, ठेगाना र पत्रको मिति त्यो चाहिँ लेख्नुपर्छ। र यहाँ 2टा अपलोड गर्ने ठाउँ छ। पहिलो अपलोडमा चाहिँ चिठी, एक्चुअल चिठीलाई अपलोड गरेर राख्ने र दोस्रो अपलोडमा चाहिँ सहायक कागजपत्रहरू अपलोड गर्ने। यदि चिठीको साथमा अरू डकुमेन्ट पनि आएको छ भने त्यो अपलोड गर्ने। त्यहाँ कार्यालय प्रमुखलाई पठाउने भन्नेमा अलरेडी चेक हुन्छ, त्यसलाई नहटाउने। हाम्रा पत्रहरू सबै कार्यालय प्रमुखले हेर्नुहुन्छ र त्यसपछि पठाउनुहोस्मा क्लिक गर्ने। त्यो 2टा अपलोड गर्ने कुरामा हामी क्लियर हुनु पर्यो कागजपत्र अपलोड गर्नेमा। अब कागजपत्र अपलोड गर्नेमा आइसकेपछि क्लिक गरेर त्यो अपलोड गर्यो र मात्रै पठाउन सकिन्छ। अब यो ठिक छ भनिसकेपछि अब हामीले दर्ता गरेको चिठी यहाँ देखिन्छ, स्क्यान गरेको चिठी, र त्यहाँ क्युआर कोड राख्नको लागि हामीले क्लिक गरेर तान्नुपर्ने हुन्छ। त्यो स्क्रिनलाई क्लिक गरेर तानेपछि रातो देखिन्छ र कहाँ तान्ने हो त्यो खाली ठाउँमा तान्नु पर्यो। तलपट्टि प्रिभ्यू पनि देखिन्छ र सबमिट गर्नु पर्यो र त्यो सबमिट गर्दा बित्तिकै यो चिठी दर्ता हुन्छ। र दर्ता भयो कि भएन भनेर चेक गर्नको लागि फेरि दर्तामा क्लिक गर्ने, दर्ता पत्रहरूमा क्लिक गर्ने र त्यसको सूचीमा माथि देखिन्छ हामीले दर्ता गरेको पत्र देखिन्छ र त्यहाँ दर्ताको प्रकारमा चाहिँ म्यानुअल देखिएको हुन्छ। यसरी कन्फर्म गर्ने। दर्ता इन्ट्री भइसकेपछि जुन प्राप्त भएका भौतिक पत्र छन् तिनलाई दर्ता नम्बर अनुसार क्रमशः मिलाएर अभिलेख राख्ने, पछि पठाउनु पर्ने हुन्छ सम्बन्धित शाखामा। गोप्य, अति गोप्य, जरुरी, अति जरुरी सङ्केत गरेका पत्र भने तत्कालै कार्यालय प्रमुख समक्ष पुर्याइहाल्नु पर्यो जिआइएमएस दर्ता गरेर। भने अरू पत्रहरू जुन छन् जिआइएमएस दर्ता भइसकेपछि आज दिनभरि गरेका पत्रहरू भोलिपल्ट बिहान पहिलो घन्टामा वितरण गर्नुपर्छ र दर्ता सूची खोलेर हेर्ने र त्यहाँ दर्ता नम्बर अनुसार क्रमशः तोक लागेको हेर्ने, कहाँ तोक लागेको छ सोही महाशाखा, शाखा र कर्मचारीलाई बुझाउने।